नमस्कार भाइ बहिनी, एउटा कुरा हाल्छु ल। मेरो जर्नलमा यो साइलेन्स भन्छन् नि होइन, म पनि छोडिरहेको हुन्छु कुरा साइलेन्स भनेर होइन। मेरो पर्सेप्सनमा मैले आफूलाई अनुभव गरेकोमा सुन्नुहोस् है भाइ बहिनी, साइलेन्स चाहिँ तपाईँ जबरजस्ती म साइलेन्स हुन्छु, म मेडिटेसन गर्छु भनेर तपाईँ कोसिस गर्न खोज्नुभयो भने तपाईँलाई के हुन्छ त्यतिखेर भने एङ्सियस हुन्छ, टुक 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 हुन्छ। म साइलेन्सै हुन सकिनँ। कसरी हुने साइलेन्स? किनेर पनि पाइँदैन। कहाँबाट ल्याउने यो साइलेन्स? कसरी मेडिटेसन गर्ने? कसरी खुसी हुने, आनन्द लिने? खुसी त बाहिरबाट पाउँछौँ किनेर। त्यो सोच्छ हामी मनुष्यमा होइन, त्यो पनि गलत हो। अब आनन्द कसरी गर्ने? उसले त गरी, उसले पनि गरी भनेर आत्तिर हुन्छ नि मन, त्यसले झन् दुःख पाइन्छ। साइलेन्सलाई वाच गर्ने, साइलेन्सको लभर हुने, and silence loves you back. Be a lover to the silence. Sometimes silence acts funny, but you still love them. Like Mirabai loved Krishna. है, यो चाहिँ कहानीमा छ नि, मीराबाईले कसरी माया गर्थे कृष्णलाई, त्यस्तै साइलेन्सलाई माया गर्नुहोस् त एकचोटि भाइ बहिनी। जिन्दगी रमाइलो हुन्छ। आई लभ यु गाइज, बाई।